हजुर सर, गुड मर्निङ, नमस्ते। हजुर एकदमै नमस्ते। हजुरले स्वागत छ हाम्रो यो मिडियाबाट। धन्यवाद हजुर। हजुरले यो रूपमा चाहिँ एकदमै कष्ट गरेर आफ्नो दुःख गरेर चाहिँ आफ्नो कला देखाउनु भयो, जुनमा हजुरलाई केही कष्टहरू कति के अनुभव गर्नुभयो? यो कष्ट भन्दा पनि एकदमै मुस्किल पर्ने र एकदमै त्यसको लागि चुनौतीपूर्ण पनि थियो। म माथि गएँ, माथिबाट चाहिँ एकदमै रुखको माथि गइसकेपछि माथि चढेँ। म त्यो भिडियो पनि हजुर देखाउँछु। भिडियो चाहिँ युट्युबमा छ। हामी छुट्टीको समय चाहिँ यसरी चाहिँ बसेर होइन साथीहरूसँग रमाइलो गर्ने क्रममा त थियौँ, तर चाहिँ यसो यो चाहिँ एउटा चुनौतीपूर्ण काम देख्दाखेरि चाहिँ मलाई एकदमै कस्तो भने एउटा गर्व महसुस पनि भयो र यो रूपमा पनि चढेर देखाउनुपर्छ र यो लहराबाट म तल झर्नुपर्छ भन्ने मलाई एउटा लाग्यो होइन। त्यहाँपछि म तल झरेँ। तल झर्सेपछि बिचमा चाहिँ अलिकति मुस्किल भएको थियो। धेरै ठाउँमा अब चोटपटक पनि लागेको छ। हजुर, चोटपटक चाहिँ हजुरलाई निकै गहिरै चोट लाग्यो कि हल्का मात्रै हो? हल्का हल्का भन्ने यहाँ पनि लाग्यो होइन, हातमा पनि। अनि हजुरले यति माथिबाट चाहिँ यो लहराबाट चाहिँ तल झर्नलाई यसो तल भुइँमा हेर्दाखेरि यसो केही डरको महसुस भयो कि भएन हजुर? डरको त अलिकति भएको थियो। त्यो डरको भएको थियो चुनौतीपूर्ण यस्तो लहराबाट तल निस्किनु पर्ने एउटा चाहिँ बहादुरी चाहिँ काम गरेर देखाउन भन्ने मेरो चाहिँ लक्ष्य थियो। त्यो चाहिँ बिचमा आउँदाखेरि चाहिँ मेरो खुट्टा तातेर अनि हरेक चोटपटकहरू लाग्यो होइन। यो तल चाहिँ म खसिनँ। तल खसेपछि एकदमै नराम्रो चाहिँ घटना पनि हुनसक्थ्यो होला। तर माथिबाट खस्दा हेर्दाखेरि चाहिँ मलाई एकदमै आफूलाई पनि डर लागेको अवस्था थियो। तर माथिबाट नि म लहराबाट तल झरेँ। तर बिचमा आइसकेपछि फेरि म अड्केँ होइन। बिचमा अड्किसकेपछि चाहिँ मलाई पुरै तल खुट्टादेखि लिएर हातबाट चाहिँ पुरै रगत आउन थाल्यो। रगत आइसकेपछि मैले चाहिँ अब चाहिँ यो तलको चाहिँ साहसीपूर्ण काम चाहिँ मैले गर्नुपर्छ है भनेर म चाहिँ त्यहाँबाट फेरि मैले आफ्नो एउटा कदमलाई अगाडि बढाएँ र तलको पुग्दाखेरि पनि मैले चाहिँ त्यो कदमलाई छोडिनँ भनेर त दिएँ। तर एकदमै तल चाहिँ सक्सेस गरेर हल्का चोटपटक लागे पनि म चाहिँ एउटा सक्सेस तरिका चाहिँ तल पुगेँ। हजुर हजुर, हजुरले नि योभन्दा पहिला पनि यसो माथि लहरातिर रुखतिर अग्लो अग्लो रुखतिर चाहिँ चढ्ने प्र्याक्टिस गर्नुभएको थियो कि पहिलोचोटि हो? यो यहाँ आउँदा यो मलेसियामाको बसेपछि पहिलोचोटि नै भन्नुपर्छ। किन भन्दाखेरि म त अब गाउँतिर हल्का चढिएको थियो। त्योभन्दा पछि चाहिँ अहिले चाहिँ फर्स्ट हो। तर मैले यसो हेर्दाखेरि चाहिँ यो लाग्यो है मलाई चाहिँ अब यहाँबाट चाहिँ मैले एउटा चुनौतीपूर्ण एउटा बहादुरीता काम देखाउनुपर्छ। सबै नेपालीहरूको हाम्रो एउटा सबैको लागि एउटा चुनौतीको पनि यो चाहिँ अवसर थियो र यसमा चाहिँ कसैले पनि सक्दैन भन्ने कुरा लागिरहेको थियो। तर मैले चाहिँ यसो सकेर देखाएँ। त्यो भिडियो पनि हामी अपलोडमा भिडियोमा चाहिँ युट्युबमा चाहिँ अपलोड गरिरहेछौँ। हजुरले के कस्तो लाग्छ होइन, कति माथिबाट चाहिँ आएर रहेछ, कति मात्राको चाहिँ भएर रहेछ भन्ने कुरा आएको छ। मलाई त्यस्तो केही पनि एउटा असर इफेक्ट चाहिँ भएन। तर सामान्य तरिकाले चाहिँ एउटा हल्का चोटपटक चाहिँ अब धेरै राम्रै छ होइन। अझै पनि अब अगाडि कोसिस गर्दै जानु होला। अब मैले चाहिँ यस्तो हेर्दाखेरि माथिबाट धेरै अग्लो ठाउँबाट चाहिँ तल यसो भुइँ हेर्दाखेरि त निकै लामोकै दूरी देखिन्छ र पनि तपाईँले चाहिँ अब प्र्याक्टिस गरेर देखाइसक्नुभयो होइन हजुरहरूलाई। र पनि अब यसमा हजुरलाई यसमा पहिला पनि केही अनुभवहरू थियो कि? यस्तो अनुभव भन्ने खासै अनुभव अब भन्नाले अलिकति अनुभव त नभएर त हुँदैन, अनुभव चाहिन्छ। तर पनि मैले चाहिँ अनुभवसँगै त्यो चुनौतीलाई चाहिँ एउटा समाधान गर्नको निमित्त म माथिबाट नै यसो जान्छु होला, सक्छु होला भन्ने मलाई एउटा आत्मबल आयो। त्यहाँपछि मैले चाहिँ त्यसको लागि माथिबाट नै प्रयास चाहिँ गरेको। म फर्स्ट चाहिँ प्रयास गर्छु है, यदि के भएर त भिडियो बनाइराख्नु भन्ने मैले भिडियो पनि चाहिँ युट्युबमा हालिदिन्छु होइन सबैलाई। एउटा सामान्य तरिकाले भन्नुपर्दाखेरि हामीले चाहिँ एउटा चुनौतीपूर्ण नै काम गरेको हामी बस्दाखेरि होइन। हामी लगायत हाम्रो साथीहरूले चाहिँ एउटा राम्रै सक्सेस गरेर चाहिँ देखाएको भन्ने मलाई लाग्छ। यो त बहादुरी काम चाहिँ एउटा सिङ्गो होइन, एउटा लहराबाट माथि रुखबाट तल पुग्नु भनेको त एउटा चुनौतीपूर्णको काम पनि हो। हामी आज यहाँ अब होइन एउटा धुर्म सुन्तली फाउन्डेसनको नमुना बस्ती जस्तो पनि छ ऊ त्यहाँ बस्तीतिर है। अब त्यो बस्तीको एकदम पछाडिपट्टि र घना जङ्गलमा पनि हामीले चाहिँ त्यो गरेका थियौँ। जो सक्सेस भयो आजको जुन थियो हाम्रो प्रोग्राम त्यो चाहिँ सक्सेस भयो जस्तो लाग्छ मलाई। किन भन्दाखेरि मलाई धेरै त्यस्तो ठुलो दुर्घटना पनि भएन। सामान्य तरिकाले चोटपटक लाग्यो, त्यो त केही छैन। सामान्य तरिकाले अलग खुट्टामा काटिएको छ, हातमा काटिएको छ, त्यो अलिकति केही हुँदैन। तर यहाँबाट यहाँ आउनु पनि बहादुरी हो होइन। हामीले केही त अब केही पाउनलाई कि त गुमाउनु अवश्य नै पर्छ हामीले होइन। अब हामी चोटपटक लाग्यो सामान्य मलाई चाहिँ यसो यो दुख्यो भने चाहिँ गर्न त हुँदैन। हामी चाहिँ अब वीर महानको छोरा पनि हो। हाम्रो एउटा वीर एउटा पुर्खाको रूपमा हामीले चिन्ने गरेर चाहिँ हामी चाहिँ एउटा खुकुरी तराको हामी ठुल्ठुला पाहाडबाट ठुल्ठुला हिमालको ठुल्ठुला छाराबाट चाहिँ हामी निस्केको मान्छे हो। हजुर, यो भने त तपाईँलाई अहिले धेरै अब प्र्याक्टिकल गरेर चाहिँ देखाउनु भयो। हजुर, त्यसको धेरै खुसी लाग्यो। हजुरले जुन अहिले यहाँ देख्दै हुनुहुन्छ यो लहरा, यो माथिको लहराबाट त तपाईँले अब तल झर्नुलाई पनि अब कुनै कोसिस गर्नुभयो भने यो लहरादेखि तल भुइँमा लगभग छ होला 2 मिटर जति, 2 किलोमिटर जति छ होला। तपाईँले यसमा पनि प्र्याक्टिस गर्न सक्नुहुन्छ र अब आउने दिनहरूमा? म चाहिँ अवश्य सक्छु। तर प्रशिक्षणमा चाहिन्छ र म माथिबाट अवश्य सक्छु। म चाहिँ यो
म अहिले यहाँ यति माथिबाट त्योभन्दा समथिङ 1.5 किलोमिटर थियो होला त्यो म तल झरेँ है। तर यो अग्लो लडाबाट म चाहिँ अबको आगामी दिनहरूमा तपाईँको एउटा साथ सल्लाह हौसले चाहिँ म चाहिँ अझै पनि यसमा चाहिँ पुग्ने कोसिस चाहिँ गर्नेछु र अवश्य पुगेर देखाउने पनि छु। ल ल ल ठिकै छ, हजुरलाई अब धेरै बधाई दिन चाहन्छु, किनकि हाम्रो यो खासै ठुलो मिडियाले रेकर्ड गरेको प्रोग्रामहरू चाहिँ होइन, र पनि हामीले यो हल्का चाहिँ मलेसियाको घना जङ्गलमा आएर केही अब पिक्चरहरू लिएर केही भिडियो बनाउन सक्सेस भएको छौँ, जसमा अब हजुरलाई चाहिँ अब धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हजुरलाई पनि धन्यवाद, किन भन्दा मेरो आवाज र मेरो यो कला धेरै ठाउँ धेरै दर्शक माझमा लिइदिनु भएको छ र आगामी दिनमा पनि हाम्रो एकदमै सक्सेस हुनेछ, राम्रोसँग हुनेछ। तपाईँको साथ सल्लाह हौसलाले चाहिँ हाम्रो चाहिँ यो अझै पनि यो क्रियालाई सक्सेस हुन्छ। धन्यवाद हजुरलाई पनि। धन्यवाद हजुरलाई पनि।